खोइ मिठो मसिनो के पाकेको त यहाँ छिटो बाहिरले। म बाहिर खान्छु भात आज। भात पकाउनु पर्दैन, मेरै बाटो हेरिरहेको के हो, मेरै बाटो हेरिरहेको सधैँ यसो पकाउँदै गरेको भए नि त हुन्थ्यो नि त। के हो यस्तो पारा, यस्तो पाराले हुन्छ? तेल अब मैले पकाउनु पर्ने हेर त। कस्तो मान्छे हुन्छन्। मलाई भोक लागिसक्यो, छिटो छिटो अब म ताक्समा जान्छु। मिठो मसिनो चाहियो अरे, मिठो मसिनो चाहियो अरे। त्यसले त झगडाको बोलेको के हो? के हो झगडा नगरेको बोलेको मिठो मसिनो तास खेल्न मिठो मसिनो, मिठो मसिनो लौका मिठो मसिनो अरे। लौका 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 यही हो मिठो मसिनो। छोरा मान्छे हो, कहिले काहीँ तास खेलिहाल्छ नि। के गरेको यो बुवाईले अचम्म कुर्छ पो। फेरि त्यस्तै नि गर्ने हो, कहिले काहीँ तास खेल्दा के हुन्छ? त्यस्तो बितेको के? त्यस्तो गर्नु राम्रो होइन। तपाईँलाई मैले केही गरिदिएको छैन, हाम्रो कुरा हो। होइन यति राम्रो बस्तीमा कोला के भइरहेको छ आज? हो हल्ला गरिरहेको छ त के भयो? तपाईँलाई केही थाहा छैन है हाम्रो बारेमा। यी बुढा खालि कराइरहन्छ नै। के भयो? गडबडी के भइरहेको छ यहाँ? त्यतिका हो यो त राम्रो ठाउँ पो त हो। कोलाघारी ठाउँ पो छ यो त। हेपिरहेको छ है मान्छेलाई। कोला जस्तो भयो भन्दैन, कोलाघारी भन्नुपर्छ। के हो यो पारा? तपाईँहरू पनि झगडा नगर्नुहोस् है, बित्तिकै मिलेर बस्नुहोस् है तपाईँहरू। मिलेर बस्नुहोस् न, राम्रो ठाउँ छ, सुन्दर छ। यसरी मिलेर झगडा गरेर हुँदैन, मिलेर बस्नुहोस् है। के हो यस्तो? के हो यो? के हो मान्छे त ढल त मर्यो क्या हो? जिउँदैछ के गर्छन् गर्छन्? उठ 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 के हो? एकपछि पछाडि हिर्काएर पो गयो। यसलाई म अब यसलाई म बाँकी राखिनँ। यसलाई छोड्दै छोड्दैन। कताबाट गयो? कताबाट गयो? ए ल ल यसलाई छोड्दैन, म यसलाई हिर्काएरै छोड्छु म पनि यसलाई। झगडा कुटाकुट गर्न नगरेकै राम्रो है। डरो झगडा गर्छन् कि क्या हो यिनीहरू? यसुकै गरौँ न, यसुकै गरौँ। अब देख्दिनस् तैँले मलाई। अब रुखमा चढे अब तैँले देख्दिनस्। मर्मत गर्छु म आज। कहाँ छ? कता गयो? मर्मत पनि नगरी छोडिने यसलाई। यो तालु कता गयो? यो आज भित्र छ कि छैन हौ? भात छिटोले पाकेको छ भने म बताइहाल्छु। तास खेल्न जानुपर्ने हतार भइसक्यो। दाउ लागिरहेको छ मेरो। छिटो भातले मासु भात छ भने झन् राम्रो। ले छिटो छिटो ढिलो भइसक्यो। म त खाएर गइहाल्छु। मासु भात तँलाई मिठो मसिनो तास खेल्ने तासेलाई के पक्ला यहाँ आइजन, भरे मात्रै आइजन तेरो करम भात छ तँलाई। मलाई नटेरेको, मलाई रिसाउने तास मात्रै खेल्ने, घरमा हेर्नु पर्दैन घर परिवार। बहुत ठुलो गल्ती गरिस् है तैँले, बहुत ठुलो गल्ती गरिस्। मलाई थालले नै नहिर्काएको भए त हुन्थ्यो नि, थालले नै हिर्काइस्। अब तँलाई हेर ले जा। मलाई नटेर्ने बुढी भनेर खालि हेप्ने तँलाई प यहाँ तेरो यो बाटो अब कट राइस कि तँलाई म हानिदिन्छु। फेरि कट्टा हानिदिन्छु, कट्टा तँलाई फेरि बुझिस्? कट्टा हानिदिन्छु। चिनेको रहेन त?
कोही हुनुहुन्छ लौ न उद्धार गर्नुहोस्, म खाल्डोमा फसेको छु। आउनुहोस् म खाल्डोमा फसेको छु है, कसले सुनिरहेको छ? यता यता म यता छु है, खाल्डोमा म फसेको छु। कोही हुनुहुन्छ लौ न उद्धार गर्नुहोस्, म खाल्डोमा फसेको छु। किन यस्तो के माक्से दाजु पो रहेछ त? के हो माक्से दाजु? कसरी फस्नुभयो त? ल अब कसरी तपाईँलाई बचाउन सक्छु त? मैले सक्दिनँ होला। हेर्नुहोस् यस्तो मलाई बताऊ है भाइ, कसरी हुन्छ? मान्छेले खबर गरेर हुन्छ कि के गरेर हुन्छ? मलाई बताउनै पर्छ। हेर म साह्रो गाह्रो अवस्थामा पुगेँ। प्लिज भाइ, प्लिज हात जोड्छु, आज मलाई निकाल। हिजोदेखि फसेको मलाई जसरी भने निकाल भाइ, निकाल। लु हात दिनु। त्यसरी त भेट्दिनँ म हातै। केही उपाय अपनाऊ भाइ। नभेटिने रहेछ दाइ, अब के गरौँ त? ल दाइ, म पर्सि आउँछु मान्छेहरू लिएर। भोलि म भ्याउँदिनँ। ल म गएँ। ए भाइ त्यस्तो नभन न। ए भाइ म त अस्तिदेखिको फसेको त, अनि पर्सि त मरिहालिन्छ नि। हेर भाइ, आजै बोलाऊ न, अहिले बोलाऊ। कता हो भाइ? हो गइसकिन्छ नि। हेर के गर्ने होला? हे भगवान्, गुहार। कोही हुनुहुन्छ? मलाई बचाऊ। गुहार कोही हुनुहुन्छ? म खाडलमा फसेको छु भाइ। यता यो फेरि कोला भाइको कुरा आएछ। यसले कसरी के गर्छ? मलाई बचाऊ गुहार, गाउँले हो गुहार, मलाई बचाऊ। जङ्गलमा फसेको छु, हिजोदेखि फसेको। गुहार, गाउँले हो गुहार। कसैले सम्झेनन्। अब यो कुकुरले के गर्छ र त? अब हे गाउँले हो गुहार, मलाई बचाऊ गुहार। अब के गर्ने होला? हो मरिने भयो कि के हो? ओहो भरे नि त्यसो नि। ल अब त्यो बच्यो है, ल बच्यो। हे भगवान् यो मलाई कुकुरले बचायो आज। नसोचेको कुरा। यो त भगवान् भएर आयो। हे परमेश्वर, यसले आज ज्यान बचायो। मान्छेलाई व्यवहार गर्छ। मलाई त्यसले बस्दै गरेन। यी भर्याङ बचाएर पनि भर्याङ नदी गयो। पछि पो आउँछु भन्दै गयो। जनावरले मलाई हेर। हे मेरो दैव, हे मेरो भगवान्, आज भगवान् बनेर आयो यो कुकुर। यस्तो पनि हुँदो रहेछ। जनावरले पनि कुल कुद्दो रहेछ। आवाज मात्रै नआएको। मेरो मोबाइल कता हराएको छैन त? खाल्डो मान्छेले कहाँ हराएछ मोबाइल? आज जाउँ कपी आइज जाउँ। हे अपराधी केटा, मलाई देखि भाग्छस् नभाग, म तँलाई केही गर्दिनँ। नमस्कार, मेरो भिडियो राम्रो लागेमा लाइक, कमेन्ट अनि सब्स्क्राइब गरिदिनुस्। गुड बाई, धन्यवाद।